उहाँले धेरै राम्रो व्याकरण पढाउनुहुन्छ। अब के कसैको परिचय दिनु पर्यो नि, अनि मैले एउटा परिचय दिने प्रक्रिया भन्दैछु के। अब यस गुरुकुलको चाहिँ संस्कृत व्याकरण पढाउने गुरुजी को भन्ने भयो, उहाँ कस्तो हुनुहुन्छ भयो भने चाहिँ कसैले सोध्न सक्छ। त्यसमा चाहिँ उहाँले धेरै राम्रो संस्कृत व्याकरण पढाउनुहुन्छ। अब उहाँले शब्दलाई चाहिँ के गर्नु, कुन विभक्ति प्रयोग गर्नुपर्छ थाहा छ? तृतीया प्रयोग गर्नुपर्छ है। उहाँद्वारा धेरै राम्रो संस्कृत व्याकरण पढाइन्छ भन्ने वाक्य भन्छ के। कर्मवाच्य प्रयोग गर्नुपर्छ। कर्मवाच्यका विषयमा हामीले पछाडि कुरा गरौँला। तेन उहाँले उहाँले धेरै राम्रो बहुसुन्दर संस्कृत भाषां अध्यापयति। तेन बहुसुन्दरं संस्कृत भाषा अध्यापयति। संस्कृत व्याकरणं अध्यापयति। संस्कृत व्याकरणलाई पढाउनुहुन्छ। सम्यक बोधयन्ति च, राम्रोसँग बुझाउनुहुन्छ पनि, राम्रोसँग बुझाउनुहुन्छ पनि। हैन, सम्यक बोधयन्ति च, राम्रोसँग बुझाउनुहुन्छ पनि। सम्यक बोधयन्ति च, सम्यक राम्रोसँग। सम्यक बोधयन्ति च, राम्रोसँग बुझाउनु पनि हुन्छ। बोधयन्ति च, बुझाउनुहुन्छ पनि। परन्तु तर यदा कदा क्रुध्ययन्ति च, कहिलेकाहीँ रिसाउनु पनि हुन्छ। परन्तु यदा कदा क्रुद्धयन्ति च, कहिलेकाहीँ रिसाउनु पनि हुन्छ। परन्तु यदा कदा क्रुद्धयन्ति च, कहिलेकाहीँ उहाँ रिसाउनुहुन्छ पनि। च भनेपछि पनि, अपि च दुईटै पनि अर्थमा हुन्छ। क्रुद्धयन्ति यहाँ बहुवचन सम्मानको लागि बहुवचनान्त प्रयोग गरियो। क्रुद्धयति पनि हुन्छ, क्रुध्यति पनि हुन्छ। क्रुध्यति क्रुद्धयति दुईटै हुन्छ। म उहाँसँग सधैँ मन्दिर जान्छु। म उहाँसँग सधैँ मन्दिर जान्छु। ल, म उहाँसँग सधैँ मन्दिर जान्छु। उहाँसँग सधैँ मन्दिर जान्छु। अहम तेन सह सदैव सर्वदा मन्दिरं गच्छामि। तेन सह अहम सर्वदा मन्दिरं गच्छामि। सर्वदा तेन सह भनेको उहाँसित सँगै। सदैव भनेको पनि भयो। सदैव भन्दा र सर्वदा भन्दा पनि सर्वदा जो हो, सदैव भन्ने वाक्य भन्छ, तर सर्वदा धेरै प्रयोग सजिलो भयो। सदाएव सदैव, सर्वदा एव सर्वदा। मलाई संस्कृत भाषा सिक्न धेरै मन पर्छ। मलाई संस्कृत भाषा सिक्न धेरै मन पर्छ। मह्यम रोचते, मह्यम रोचते, मैले रुचाउँछु। अहम संस्कृत भाषा रोचयामि पनि भयो। मैले संस्कृत भाषा रुचाउँछु, मन पराउँछु। मह्यम संस्कृत भाषा रोचते, यसरी पनि वाक्य भन्छ। मह्यम रोचते। हामीहरू यहाँ विशेष गरी संस्कृत
भाषा सिक्न उपस्थित भएका हौं। हामीहरू यहाँ विशेष गरी संस्कृत भाषा सिक्न उपस्थित भएका हौं। हामीहरू वयम सर्वे अथवा वयमत्र संस्कृत भाषा प्रशिक्षणार्थम प्रशिक्षणका लागि उपस्थित भएका उपस्थित भएका छौं। हामीहरू यहाँ वयमत्र संस्कृत प्रशिक्षणार्थम उपस्थितास्म। ल अब आजलाई यति। आज थोरै कम गरिदियो है।